जब जब देशमा चुनावी माहौल सुरु हुन्छ तब मात्र राजनैतिक दलहरू 4.5 वर्षको गहिरो निन्द्राबाट एक्कासी बिउजिन्छ। यस्तो लाग्छ मानौ उनीहरूले सपनामा देखेको विकसित र समृद्ध नेपाल केवल 6 महिनाको छोटो अन्तरालमै यथार्थमा बदलिदिनेछ। यही समयमा उनीहरूलाई आम जनताको पीडा, दुःख र अभाव अचानक देखिन थाल्छ। चुनाव नजिकिँदै जाँदा भोट माग्न यति ठुला र मिठा भाषण सुनाइन्छ कि देशको विकास कामभन्दा बढी भाषण र नाराले नै हुने हो कि जस्तो भान पर्छ। कसैले 10 वर्षमै नेपाललाई स्विजरल्यान्ड बनाउने सपना देखाउँछन् त कसैले पूर्व पश्चिम रेल चलाउने। वैशाख जेठको चर्को गर्मी भन्दा पनि दोब्बर तातो फागुन महिनामै महसुस हुन थालेको छ। हो दर्शकवृन्द, नेपालमा कठ्याङ्ग्रिने जाडो भए पनि देशको राजनीतिक माहौल यति तातेको छ कि प्रतिस्पर्धीहरू बीच आरोप प्रत्यारोपको ज्वाला तन्किन थालेको छ। समयसँगै जनताको सोच, चाहना र अपेक्षा बदलिँदै गए पनि राजनीतिक दल, तिनका नेता र उनीहरूको मानसिकता भने उस्तै रहनु दुर्भाग्यपूर्ण यथार्थ बनेको छ। 2074 सालको निर्वाचनताका ठुला राजनीतिक दलहरूले समृद्ध नेपाल, राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने, आयातमा निर्भरता घटाउने, कृषकलाई प्राथमिकता दिने, वैदेशिक पलायन रोक्ने, स्वदेशमै रोजगारी सृजना गर्ने, सडक पूर्वाधार विस्तार गर्ने, राष्ट्रिय उत्पादन बढाउने, उद्योग मैत्री नीति अपनाउने, सुशासनको प्रतिबद्धता र भ्रष्टाचार नियन्त्रण जस्ता आकर्षक एजेन्डा अघि सारेका थिए। 5 वर्षपछि 2079 सालको निर्वाचनमा पनि उही दलहरूले उच्च आर्थिक वृद्धि दर, प्रति व्यक्ति आय वृद्धि, खाद्य आत्मनिर्भरता, स्वदेशी उत्पादनको प्रवर्धन, युवालाई स्वदेशमै रोजगारी, लक्षित वर्गलाई राज्यको संरक्षण, सडक सञ्जाल विस्तार, ऊर्जा र औद्योगिक क्षेत्रको विकास, आयात प्रतिस्थापन, भ्रष्टाचार विरुद्ध कडा नीति र पारदर्शी प्रशासन जस्ता प्रतिबद्धता दोहोर्याए। अब प्रश्न उठ्छ, के ती बाचाहरू व्यवहारमा उतारे? के युवाले स्वदेशमै रोजगारी पाएर वैदेशिक पलायन रोकियो? के आयातमा निर्भरता घटेर निर्यात बढ्यो? नेताहरूका भाषण अनुसार के नेपाली जनताले भ्रष्टाचार नियन्त्रण र सुशासनको अनुभूति गर्न सके? फरक निर्वाचन, उस्तै एजेन्डा र अधुरा प्रतिबद्धताले यी प्रश्नहरूको उत्तर आफै बोलिरहेका छन्। 2074 सालपछिको तथ्याङ्कतर्फ फर्किँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका आधिकारिक विवरण अनुसार हरेक वर्ष 5 देखि 7 लाखभन्दा बढी नेपालीले नयाँ वा नवीकरण श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी रोजिरहेका छन्। यसको अर्थ स्पष्ट छ, देशभित्र युवाका लागि पर्याप्त र दिगो रोजगारी सृजना हुन सकेको छैन। यदि स्वदेशमै अवसर हुन्थ्यो भने के यति ठुलो सङ्ख्यामा युवा विदेशिन बाध्य हुन्थे? यसको उत्तर हामी सबैलाई थाहा छ। यही सन्दर्भमा हालै एक पूर्व प्रधानमन्त्रीको अभिव्यक्ति पनि चर्चामा आयो। झापा कति सफा छ, अब झापालाई पनि फोहोर बनाउने हो। देशको प्रधानमन्त्री भएर एउटा जिल्लाको उदाहरण दिँदै अर्को जिल्लाका नागरिकलाई हेय दृष्टिले हेर्नु कतिको जायज हो? प्रधानमन्त्री कुनै एक जिल्लाको होइन, सम्पूर्ण देशको प्रतिनिधि हो। यदि विकास जिल्ला जिल्ला छानेर गर्ने हो भने स्थानीय सरकारको औचित्य के रह्यो? नेतृत्वको काम तुलना गर्नु होइन, सबै नागरिकका लागि समान समाधान खोज्नु हो। अब फागुनमा हुन गइरहेको आम निर्वाचनतर्फ ध्यान दिउँ। भदौ 23 र 24 को अकल्पनीय घटनापछि बनेको अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन अघिल्ला चुनावभन्दा फरक, निष्पक्ष र धाँधली रहित हुने आशा जनतामा जागेको छ। तर विगतमा सत्ताको दुरुपयोग गरेका केही पात्रहरू फेरि यही निर्वाचनमा सहभागी हुँदैछन्। प्रश्न यही हो, के फेरि उही ठुला भाषण र झुटा प्रतिबद्धताले जनताको मन जित्ने प्रयास हुनेछ
कि साना भए पनि कार्यान्वयन योग्य एजेन्डा बोकेका नयाँ अनुहारहरू अघि आउनेछन्। आशा गरौँ करिब 35 वर्षदेखि चल्दै आएको सत्ता लुछातानी र सत्ता साझेदारीको दुष्चक्र अन्त्य भई आगामी निर्वाचनबाट स्थिर, जवाफदेही र जनतामुखी सरकार निर्माण हुनेछ। अब पनि वर्षौँदेखि पानी, कृषि, उद्योग र बेरोजगारीलाई केवल चुनावी नारामा सीमित राख्नेहरूलाई चुन्ने कि नयाँ सोच, स्पष्ट दृष्टि, सन्तुलित र दिगो विकास योजनासहित अगाडि बढ्ने नेतृत्वलाई अवसर दिने, यो निर्णय मतदाताको हातमै छ। अन्त्यमा आफ्नो अमूल्य मत प्रयोग गर्दा एकपटक अन्तरात्मादेखि मनन गर्नुहोस्, भावनामा होइन विवेकमा आधारित निर्णय गर्नुहोस्, किनकि लोकतन्त्रमा परिवर्तनको सबैभन्दा ठुलो शक्ति तपाईँको मतमै निहित छ। धन्यवाद।